बार्सेलोना फेरि टेबलको टपमा आइसकेको छ केटा। यो चस्मा किन लगाएको भनेर भनौँला, यो अरा फार्मिङ गर्नको लागि मात्र हो, अरू केही होइन। देख्दाखेरि चोर जस्तै देखियो भने त्यो छुट्टै कुरा भयो, तर अब टेबलको टपमा भएपछि यतिको त हुनु पर्यो। अब यो यस्तो किन छ भनेर सोध्छौ भने चाहिँ गरिबी चलिरहेछ होइन। क्लबमा पनि गरिबी चलिरहेछ अनि रियल लाइफमा पनि। अब यो कुराले साइड लगाएर गेमको कुरा गर्ने हो भने मिठो होइन। लास्टको 1-2 गेमदेखि जुन गेम आइरहेको थिएन, जुन पर्फर्मेन्स आइरहेको थिएन, त्यो पर्फर्मेन्स यो गेममा आएको। पेद्री ब्याक भइसक्यो, रेसफोर्ड पनि अलमोस्ट ब्याक भइसक्यो भन्दा पनि हुन्छ। अनि हिजोको गेममा मलाई एउटा प्लेयर राम्रो लागेको भनेको क्यान्सेलोको गेम, अट्याकिङ वाइज है। डिफेन्सिभली पनि राम्रै खेलिरहेको थियो, बट अट्याकिङ वाइज उसको पर्फर्मेन्स धेरै नै मजाको लाग्यो मलाई। जुन हिसाबको लेफ्ट फ्ल्याङ्क उसले डोमिनेट गर्छ नि, रफिनियाले फ्रिडम पाउँछ। ऊ लेफ्ट विङमा पनि हुन्छ, बक्सभित्र पनि हुन्छ, अनि राइट विङमा पनि लमिन यामलसँग लिङ्कअप गर्न पुगेको हुन्छ, जसले गर्दा हाम्रो अट्याकिङ अनप्रेडिक्टेबल हुन जान्छ कि। सो क्यान्सेलरले लेफ्ट फ्ल्याङ्क यसरी नै डोमिनेट गरिरह्यो भने हाम्रो अट्याकिङ अझै नै स्ट्रङ हुन्छ। अरूको पर्फर्मेन्स पनि राम्रै थियो। रफिनिया आइसकेपछि त अभियसली प्रेसिङ पनि अलि मिठो नै हुन जान्छ। लास्टमा त्यही हो, बार्सेलोना फेरि टेबलको टपमा आइसकेको छ एन्ड खुसी छुट्टै अलग लेभलमा रहेको छ। अनि हजुरहरूले बार्सेलोना गेम कस्तो लाग्यो त लेट मी नो इन द